छोराहरू तिमीले मेरो चस्मा कतै देख्यौ? बिहानै बिहानै फेरि बुवाको गनगन सुरु भयो। मैले सबैतिर हेरिसकेँ, कतै भेटिन। तिमीले नै खोजेर देऊ न बाबु। बुवा कति दिनको भएको? आफ्नो चस्मा आफै सम्हालेर राख्न सक्नुहुन्न? जले एउटा समस्या। अरे बुवा चस्मा कहाँ छ? खोजेर देऊ त। म सक्दिनँ, मलाई खाना बनाउन ढिला भइसक्यो। छिटो खोजेर दिनुस्, नत्र फेरि सामानहरू यता उता पारेर मेरो काम बढाइदिनुहुन्छ बुवाले। हे भगवान्, के गर्नु होला म? सामानहरू यताउता पारेर सबैले तल दिने बाँच हजुरको। ल यो रहेछ त चस्मा। यदि पनि आँखा देख्नुहुन्न? अन्ध हुनुभयो कि के हो? ल लिनुहोस्। बाबा बाबा हजुर। बाबा बाबा मलाई यो होमवर्क आएन, सिकाइदिनुहोस् न। राम्रोसँग एकपल्ट आफै ट्राई गर त छोरा। ट्राई गर भने तिमीलाई आफै आउँछ है। ल जाऊ। हस् बाबा। बाबा बाबा मलाई होमवर्क आयो। बाबु बिस्तारै, कता तिमीलाई चोट त लागेन? छैन बाबा, म ठिक छु। घरमा कोन छ? को हो? अरे उसका छ तिम्रो घर, सब ठिक छ नि? सब ठिक छ यार, जसो तसो चल्दैछ जिन्दगी। जसो तसो मतलब? खोक्दा बन्द गर्नुहोस् प्लिज। के गर्नु यार, यो अफिसको तनाव, या घरमा बुवाको तनाव। दिनभरि यत्तिकै खोकेर छर्क लगाउनुहुन्छ। कुनै सामान ठेकानमा राख्नुहुन्न। उहाँको सबै काम हामीले नै गर्नुपर्छ। तिमी पनि कस्तो? अहिलेसम्म यस्तो तनाव घरमा किन राखेको? मतलब? मेरो कुरा क्लियर छ यार। मैले त मेरो तनाव घरबाट बाहिर निकालिदिसकेँ। घरबाट बाहिर भनेको कहाँ? वृद्धाश्रममा। अङ्कल अङ्कल, यो वृद्धाश्रम भनेको के हो? बाबु, यो वृद्धाश्रम भनेको नि बुढाबुढी भएपछि बस्ने घर हो, जहाँ बुढाबुढी मात्र हुन्छन्। जस्तै तिम्रो हजुरबा बाबा, तिम्रो हजुरबुवाको कारण कति दिक्कको छ हेर त। त्यही भएर मैले उसलाई त्यहीँ लगेर राखिदेऊ भनेको। मैले पनि आफ्नो बुवा आमालाई पनि त्यहीँ लगेर राखिदिएको छु। ठिक भने यार, तिमीले मेरो दिमागमा त यो सब कुरा आएकै थिएन। अब म पनि बुवालाई त्यहीँ लगाएर राखिदिन्छु, अनि बल्ल शान्ति हुन्छ घरमा। ल यार, अब म जान्छु। यसो के रहेछ भनेर यत्रका थिएँ। ल बाई। ल बाई। ए हजुर, खाना तयार भयो है। अफिसको लागि रेडी हुनुहोस् अब। बाबु, ल तिमी पनि रेडी हौ। स्कुलको भ्यान आउने बेला हुन लाग्यो। ल छिटो गर।
हेर्नुहोस् न छोरा बाबाको चस्मा कहाँ छ खोजेर देऊ देऊ बाबा फेरि आज पनि साँच्चै आज पनि आन्दोलन हो कि के हो यी सादा चस्मा लिनुहोस् कति चाहिँ गराउनु सक्नु भएको सामान राख्यो बिर्सियो अब हजुर पनि छिटो छिटो बुढो हुनुहोस् अनि म पनि हजुरलाई वृद्धाश्रम लगेर राखिदिन्छु अनि बल्ल शान्ति हुन्छ घरमा बाबु यो तिमी के भन्दैछौ आफूभन्दा ठुलो मान्छेसँग बोल्ने तरिका यो हो तिम्रो तिमीलाई आजकल स्कुलमा यो सिकाउँछ कि के हो स्कुलमा होइन बाबा यो सबै त म हजुरबाट नै त सिकेको अघि म लड्दाखेरि हजुरले कति पिटा भएको थियो त्यो सबै म प्रतीक हजुरको माटो थोनी होइन र हजुरलाई पनि त हजुर बुवाले यस्तै माया गरेर त हुर्काउनु भएको थियो बाबु सानो मान्छेले यसरी आमा बाबासँग बोल्नु हुँदैन आमा बाबा भनेका धरतीका भगवान जस्तै हुन् हामीले सधैँ आफ्नो आमा बाबाको सम्मान गर्नुपर्छ है नाति त्यो त हो नि हजुर बुवा तर हजुर पनि त मेरो बाबाको बाबा हो तर किन बाबाले हजुरलाई माया अनि सम्मान गर्नुहुन्न बुवा मबाट ठुलो भुल भयो मलाई माफ गर्नुहोस् बुवा मैले हजुरको मन दुखाएँ अब म हजुरलाई वृद्धाश्रम पठाउँदिनँ मलाई माफ गर्नुहोस् बुवा ये तो सच है कि भगवान है मगर फिर भी अनजान है ये तो सच है कि भगवान है मगर फिर भी अनजान है धरती पे रूप माँ बाप का उस विधाता की पहचान है ये तो सच है कि भगवान है ये तो सच है कि भगवान आमा बुवा भएको घर सधैँ स्वर्ग जस्तो हुन्छ आमा बुवा भगवानको दोस्रो रूप हुन् सन्तानको सफलतामा सबैभन्दा धेरै खुसी हुनु भनेकै बाबामा हुन् सधैँ एक आशा सन्तान बन्ने कोसिस गरौँ हामी साँच्चीकै मलाई यो ड्रामा हेर्दाखेरि मन कता कता बा आमाप्रतिको जुन हामी सम्मान गर्नुपर्ने छ त्यो झल्को देखाएको छ हामी सबै सम्मान गर्छौँ त्यसमा कहीँ दुई मत छैन तर अहिले पनि धेरै यस्ता बा आमा छन् जो वृद्धाश्रममा हुनुहुन्छ जसका छोराछोरीले छोड्नु भएको छ म कामना गर्छु यो नाटकले उनीहरूलाई पनि सन्देश दियोस् त्यस्ता बाबाआमालाई घरमा राखेर हामीले पूजा गर्न सक्यौँ ती बाबाआमाप्रति हामी सम्मान गर्न सक्यौँ धन्यवाद आजको हाम्रो सम्मान शीर्षक नाटकको लागि धेरै धेरै धन्यवाद